हेलो गुड मर्निङ। हामी चाहिँ आज आफ्नो गाउँ जन्मेको ठाउँ छुमाङ जाँदैछौँ। तोदे आइपुग्यौँ, गाडी पर्खिरहेको छ। यहाँ म्याडमहरू हिँडेर जानु सक्दैन, उकालो धेरै छ होइन। अनि आज नै हामी फर्किनु पर्ने हुन्छ, किनभने भोलि चाहिँ क्यारल सिङ्गिङमा फेरि सघाउनु पर्ने हुन्छ है चर्चमा। तोदे चाहिँ यस्तो चाहिँ आज चाहिँ कति क्लिन स्काई, दामी 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 दामी। हामी चाहिँ घर आइपुगेछ। हाम्रो आप्पा आमाको घरै गौशाला। कहाँ गइहालेको एकछिन चिया खायो भने पछि भोक लाग्यो। लक्षिन यो न्यू खास यसरी यो घरको धुवाँहरू बनाएको चाहिँ नि एकदम मजा आइदिन्छ कि। यो चाहिँ हाम्रो घरको स्टोर रुम है। यहाँ चाहिँ दुध हो, बिस्किट सिस्किट चिनी सिनी सब हुन्छ नि फेरि। हामी चाहिँ हिँड्दैछौँ माथि चर्चाको। यहाँदेखि देखिने दृश्य चाहिँ यस्तो चाहिँ आकाश चाहिँ यो तल चाहिँ हाम्रो घर हो। यता चाहिँ तोदे पर्छ, तोदे बजार हो। परको ताङता हो, यो गबी, तलको केराम, यो पारी देख्ने सबै भुटान। वी बिलोङ टु दिस प्लेस। मेरो ओरिजिन चाहिँ यो गाउँमा भएकै त्यस्तै छ। पछि चाहिँ फेरि फर्केर यहीँ आउने हो। अबको 4-5 वर्ष बाद यही बस्तु पाल्ने हो, मजाले बस्ने हो। दामी पाक्दैछ है। यो कार्यक्रम चाहिँ के हो भन्दाखेरि हामी जहिले पनि व्यस्त भएर चाहिँ के सोची पठाउनु पनि भ्याउँदैनौँ, गर्नु पनि भ्याउँदैन। हामी सबै सहायता पुर्याउनुहुन्छ। उहाँहरूलाई पनि धन्यवाद नभनिकन हामी सक्दैनौँ। के भएको
लु आफ्टर चर्च खानाको प्रबन्ध सेन्ट स्टेफन्स बिइसीद्वारा। आजको कुक हाम्रो दाजुमाइला के भन्नु छ दाजुमाइला आजको कुकबारे? खै भन्नु के भन्नु अब भर्खर सुरु मात्रै हुँदैछ। के पकायो? साग मासु दाल भात तरकारी चटनी। धन्यवाद। ओके थुक्न निल्दै मिठो है। हामी पो हतार टाढ्दैछ आफ्नो खाना चाहिँ यो चाहिँ हाम्रो छुमाङको माथिको मैदान भन्छ। अनि हामी चाहिँ यसो बारी घुम्नु गएको सबै प्रोग्राम सकेर। पहिला हामी बस्ने भट्टी चाहिँ ऊ पर छ। Hello guys, so vlog recording channel. Which body? We are going to Rajan Baras Bari, अलैँची बाडी। Orange Bari and Jonas Bari. Wait, Bari. बाडी जाने बाटो चाहिँ यस्तो छ हाम्रो अलैँची बाडी। यो चाहिँ भयो हाम्रो बारी। यो हो? हजुर। पिकनिक नि? ओह पैसाको बोर्ड देख्नु हुँदैछ। इबु मेरो माइला भाइको छोरी, मेरो बहिनीको छोरी। लु मालिक नि तिम्रो अलैँची बारी हेरिरह। लु अब बारीमा घुमघाम गरेर फर्केको। यो चाहिँ छुमाङको टप हो, माथि तार मैदान भन्छ। अलैँची चाहिँ अब हल्का आउँदो रहेछ फेरि यस्तो पुसा। पहिला त धेरै फलाएको थियो, अहिले त यो चाहिँ हाम्रो घर। लु अब चाहिँ हामी घरदेखि बाटो लाग्दिएको अवस्था। ऊ नागबेली लानुपर्छ के गर्नु लगेर पनि। सजाउनु। लु टिप टिप टिप
छुमाङ खोला भन्छ। आउँदैछ दुईजना छिटो। हाम्रो यो हिँडाइले चाहिँ हामी तोदे बजार 2 घन्टामा पुग्छौँ होला। ल हाम्रो गाउँ यो भयो हाम्रो घर, यो माथि सबै आन्टीहरूको अङ्कलहरूको घर। अघि चाहिँ हामी यहाँ माथिदेखि टुप्पोको चाहिँ चर्च हो। बाटोको यात्रा चाहिँ यस्तै छ, ओह्राली उकाली है, जिन्दगी जस्तै। जिन्दगी नै त्यस्तै हो, ओह्राली उकाली होइन, दुःख सुख। हाम्रो गाउँ जाने बाटो चाहिँ यस्तै छ, जङ्गल। अब चाहिँ फेरि बाटो रह्यो उकालो। छिटो दुईजना, छिटो छिटो छिटो। हामी चाहिँ पाला डाँडा भर्खर थाक्यौँ अलिअलि। हामी चेन भने सर्टकट आइदिएको, रोड चाहिँ यताबाट छ। छिटो। 1 घन्टाको यात्रामा चाहिँ हामी यहाँ आइपुगेछौँ, ओह्राली उकाली गर्दै। अब 10 मिनटमा चाहिँ हामी पुग्नेछौँ तोदे बजार। लु हामी पनि बल्ल घर आइपुग्यो।